Namaste and welcome to our new video today. Mini vlog. Mini vlog. Today we are going to Sejal Kalimantar because today video is only gonna be in English, okay? Because I have lots of friends watching this channel. The grandma is taking the car in the parking. Oh my god! Bye bye grandma. Only English today. Okay. Shuddीहरुले कार चलाइदिन्छ. No problem, only English. No Nepali today because we have lots of friends watching from different country. Today is very sunny day. Yeah, lots of people are there in the park enjoying. Did you see, brother? Right there? People are enjoying in the park. Where are we going, brother, today? Kalimantar, Sejal Kalimantar. Sejal Kalimantar. We're gonna use the bus or metro today. What do you think about that? Cross the road, looking both sides. Sejal Kalimantar. In the top of the hills today with my brother. Straight out of where, brother? Straight out of Dhankutta. Straight out of Dhankutta. Okay, let's go, guys. We are in Keleti metro station and we are taking metro 2 from Keleti. Metro is coming from that side. How they saw. यति हिँड्नु पर्छ जग्गा हामी. कति? कालिमान्तारदेखि. ए हिँड्नुलाई नि दाइ के छ र 5 मिनेट होला हैन? कति मिनेट? 7 मिनेट. हेर्नु त. भीड़ छ यार. Already in Sejal Kalimantar. Now we are going towards our destination today. There are lots of people. दाजु ट्र्याम्पहरु पनि जान्छ होला नि यार. ट्र्याम्पहरु यो माथि भरेङ चढेर माथि जाने हो. कता यता जाने भनेपछि त हामी यो भरेङ चढेर कि यता साइडबाट हिँड्ने हो. खै यता हेर हुन्छ म्याप. ल के को यो भइराखेको हो यहाँनिर. यो चुनाव हुन आँटे है क्या हो यतातिर. गोरी पातली काली मोरी. टुई साइडबाट हिँड्दै जाने हो. अनि हामी पट्री हिँड्दैछौँ कि क्या हो. यताबाट जाउँ न. यताबाट जाउँ. BD, what is happening here? यसो कति मान्छे हो. मान्छे नै धेरै भयो क्या. पुतलीहरु अस्ति क्या दाइ. अस्ति सुन्नु न पार्कमा बसिरहेको थिएँ क्या. अब आयो छेउछेउमा परेवा आयो. यस्तो परेवा क्या. अब हाम्रोतिर परेवालाई के गर्छ भन्दाखेरि गुडु गुडु भन्छ क्या. त्यस्तो गर्दा आउँछ क्या परेवा. यताको परेवालाई चाहिँ अब त्यस्तो भनेको आएन. भरे एउटा सुटी आएर खोइ के भन्यो.
कस्तो अर्कै खालके उ त गर क्या त्यसले खै के भन्नु भने त मलाई उ त नि भन्नै आएन यस्तोबाट माथि चढाउँदा यहाँबाट सिधै यताबाट होला है यतातिरको चाहिँ फुल फुलेर हेर्नु रहेछ यही फुल फुलेरै आयो होला नि होइन दाइ केटीहरू आउने रहेछ कि यतातिर चाहिँ धेरै अहिले दाइ सबैको फेसबुकतिर हेर्नु हो नि यो ठाउँ ओभर छ नि अहिले यता के रहेछ त यहाँनिर दाइ दाजु के रहेछ त यहाँनिर मामुदमा नाङ्गा रुख छ पछाडि अगाडि चाहिँ फेरि छ है फुलहरू यसैको लागि आएर दाइ खासै चाहिँ रहेन रहेछ त्यही 2-4वटा राम्री केटीहरू देखियो अरू त खासै केही देखेन यार तर ठिक छ समर लागेर यहाँ जस घाम ताप्ने चाहिँ दामी ठाउँ रहेछ क्या दाइ है केटाकेटीहरू सबैजना आछन् केटीहरू खुब फोटो खिचाइरहेछन् यार यस्तो दामी मिलेको जिउ त लाइफमा मैले कहिले देखेकै थिइनँ नि दाइ चिल छ त होइन दाइ अब त्यस्तै हो sometimes happens like this chilling in the पोखरी पनि भन्न मिल्दैन यार दाइ this is like I don't know what to say about this. This is like a small pond in the park. The duck are chilling. Let me show. हाँसलाई जाडो नि हुँदैन कि हो पानी हाँसलाई पनि जाडो भयो भने त सकिहाल्यो नि यार त हाँसलाई जाडो हुन थाल्यो भने त अनि कहिलेकाहीँ यसो हान्नु पर्यो नि त चिल नभए त होइन दाइ कहाँ छ माछा माछा छ रोइछ क्या माछा देखिरहेको खोइ रातो रातो सेतो ए रहेछ रहेछ त यार भित्र रहेछ माछा बसिरहेछन् गोरिनीहरू साइडमा
एउटा गर्लफ्रेन्ड लिएरै आउनु पर्ने रहेछ यार त यसरी दाजुभाइ आएको मजा आएन यार दाइ म साँच्चै भन्नु पर्दाखेरि त एउटा नलाई चाहिँ नहुने रहेछ यार देखेर रिस मात्रै उठ्छ खालि अर्काको यस्तै यसरी बसेर गरिरहेछन् उता यसरी जोडी मुख जोडिरहेछ हामी केटा बसिरहेछौँ मजा भएन यार यहाँ आएर दाइ राम्री केटीहरूदेखि बाइक केही देखिएन यार यसो फुलफुलिया देख्यो त्यही हो ल अब लाग्दिनुपर्छ होला गाइजहरू घरतिर होइन अब एकछिन यहाँ यसो ढल्के जस्तो गर्ने अनि अब घरतिर लाग्दिने छोटो मिठो आजको यस्तै भयो उफ गए दुईजना जोडी स्कुटरमा ओह यस्तै हेर्नुपर्छ अनि कहाँ फुच्चेको आएर यहाँ पुरै बाउले सम्हाल्न नसक्नु भयो ल है बिदा माग्यो अब अङ्ग्रेजीमा भ्लग गरौँ भनेको अब यस्तै भइहाल्यो ल गुड बाई टाटा